सरकारको षड्यन्त्रको यो सिलसिला सकिएको छैन। कुनै दिन पनि हार मानेको थिइनँ, छैन हार मान्नेवाला। जुनसुकै परिस्थिति सामना गर्नको निमित्त यो राजनीतिको मैदानमा आएको मान्छे जतिसुकै आक्षेप लागोस्, जुनसुकै तराजुमा बसेर आफूलाई तौलनमा तयार गरेर बसेको मान्छे। यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति, हुन सक्ने जति जोड बल लगाएको छ। के भयो के भएन मैले भन्न पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए तँलाई त्यत्रो धरौडी लिन्थ्यो त, अदालतले भनेर केहीले भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। म यति भन्न चाहन्छु, तिमीहरूको 2 तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिले केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुट तन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएको छु। म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु हेरेर बस्ने लाठी मान्छे चाहिँ म होइन। म राजा यहाँ आइसकेपछि, यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ। तर मलाई के भन्नु छैन, षड्यन्त्र। म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज गराउनु होला, यो एउटा मान्छे एकै दिन बिहिबारका दिन 4-4वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर होस्, जे हुन्छ होस्, थप केही मुद्दा लगाउनु बाँकी छ भने पनि लगाओस् सरकारले। मानिसहरू भनिरहेका छन् जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका छन्। म कहाँ आगो बोलेको छ त्यहाँ तापौला र सेकौला भनेर बसेको मान्छे होइन। हामी स्पष्ट रूपमा आएका थियौँ, हामीले पहिले भनेका थियौँ जनता आक्रोशित छन्। जनतामा एउटा ठुलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो। त्यसलाई व्याख्या गरेर हुँदैन, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो। गराउनका लागि टेलिभिजन थियो, तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सक्रिय सुदृढ भनेर घन्टी बजायौँ। घन्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होला अलिकति बहिनी अब त हामी परिवर्तन हुनुपर्छ, सच्चिनुपर्छ भन्ने सोचे होला भन्ने लागेको थियो। तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे, हामीले सिंहदरबारमा घन्टी बजाएको थियो, यिनीहरू घन्टी फुटाउनतर्फ लागे। मलाई दुःख लाग्छ आदरणीय साथीहरू, यतिखेर लगभग प्रतिपक्ष विहीन भएर बसेको छ। म सञ्चारकर्मी साथीहरूलाई यसरी सरकारी पक्ष नभई त विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, यतिखेर सशक्त दह्रो प्रतिपक्षको आवश्यकता छ। यदि तपाईँको इन्टेन्सन लोकतन्त्र बचाउने हो भने, लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो भने तपाईँको मुखमा लोकतन्त्र र गणतन्त्र सुहाउँदैन, नलिनुहोस् त्यो नाम होइन। साथै लोकतन्त्र बचाउने हो भने प्रतिपक्ष भन्नुहोस्। यतिखेर प्रतिपक्ष मोर्चा बलियो हुन जरुरी छ। म सञ्चारकर्मी साथीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।
कुनैको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्। त्यसको सत्य तथ्य छान्ने नेपालका नागरिकहरू, नेपालका युवाहरू मरेका छन्। त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस्। म के भनौँ, संयोगले 2 पटक गृहमन्त्री भएको मान्छे हुँ, तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई यति मात्र बताउनुहोस्। 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? पटक पटक हाम्रो डिएनए टेस्ट गर्ने कुरा हुन्छ, तिमीहरू केवादी हो, कहाँवादी हो, कस्तोवादी हो। पटक पटक रासोपाले कतिवटा जाँच दिनुपर्छ। हामीले लेखेर, बोलेर, देखिएर, भनेर ठाउँ ठाउँमा हामीले बताइसकेका छौँ हामी के हौँ, को हौँ। वर्तमान संविधानलाई मानेर, व्यवस्थालाई मानेर, परिवर्तनलाई स्वीकार गरेर आएको राजनीतिक दल हो रासोपा। कतिपटक सुन्न चाहनुहुन्छ? गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छाप्ने जुन प्रयास गरिरहनु भएको छ, म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु। जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन, तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको छ। रासोपा खोल ओढ्दैन। रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ। तर तपाईँको करतुत लुकाउनका लागि तपाईँको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। त्यसैले उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, हामीले फेर्नुपर्ने धेरै कुराहरू छन्। त्यसैका लागि हामी प्रतिबद्ध भएर आएका छौँ। हामी हिंसाको विरोधी हौँ। कुनै पनि किसिमको लुटपाट, हिंसाका गतिविधिहरू नहुन् भन्ने कुरामा हामी सचेत छौँ र लोकतन्त्रभन्दा उन्नत तन्त्र कहीँ कतै आजसम्म देखिएको छैन। यो कुरामा हामी स्पष्ट छौँ, प्रतिबद्ध छौँ। तर लोकतन्त्रको नाम दिएर आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ, लुटतन्त्रले गरिरहेको छ, त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहनेछौँ। उपस्थित दाजुभाइ, दिदीबहिनीहरू, कुन बेला कतिखेर सरकारले मेरो आवाज तुत्नेछ मलाई थाहा छैन। मेरो आवाज तुतियो भने त्यो आवाज बन्न तपाईँले प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ। रासोपा कमजोर पार्न सकिन्छ कि, रासोपालाई फुटाउन सकिन्छ कि, रासोपालाई टुटाउन सकिन्छ कि, विभाजित गर्न सकिन्छ कि भन्ने कुरामा मान्छेहरू लागि परिरहेका छन्। म तपाईँलाई प्रतिबद्ध हुनको निमित्त आह्वान गर्न चाहन्छु। हामीसँग एउटै उपाय छ, जुन बाटो हामीले गएका छौँ, लोकतान्त्रिक उपाय। लोकतन्त्रको बाटो गरेर हामीले शान्त विद्रोह गऱ्यौँ, तर हामीमाथि प्रतिशोध साझो राज्यले के चाहिएको यो सरकारलाई। मैले पार्लियामेन्टमा उभिएर भनेको थिएँ, 2/3 सरकार, यो दुईटा ठुला राजनीतिक दल मिलेर बनेको सरकार, यो त सफल हुनेवाला त छैन। अलग अलग तपाईँहरूले के गर्नुभयो देखिहालियो। शब्दहरूमा अन्यथा नलिनु होला। दुईटा चोर मिलेर साधु हुँदैन। यसलाई मिठो गरी पनि भन्न सकिन्थ्यो होला, तर मेरा तीता अनुभवहरूले थाहा छैन मेरो स्वरमा ती मिठास आउँछन् कि आउँदैनन्, अथवा त्यो मिठास आउन कति समय लाग्छ मलाई थाहा छैन। र मैले पार्लियामेन्टमा स्पष्ट रूपमा भनेको थिएँ, यो ऐतिहासिक भूल हुन्छ। यदि यो सरकारले डेलिभरी दिन सकेन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा तपाईँले सोच्नु भएको छ। मैले संसदमा उभिएर भनेको थिएँ, आज परिणाम देखिएको छ। संविधान संशोधन गर्छु भनेर बसेको सरकार झन्डै संविधान नै फेल हुने अवस्थामा पुग्दाखेरि पनि अझै चेतेको छैन। यतिखेर पनि उ सोचेर बसेको छ रवि लामिछानेलाई कहाँबाट थुन्ने होला भन्ने योजना बनाएर बसेको छ। थुन मलाई थुनेर संविधान बाँच्छ, व्यवस्था बाँच्छ, देश बाँच्छ, जनता खुसी हुन्छन् भने तयार। मैले हात पहिला पनि देखाएको छु, अझै पनि लगाऊ हतकडी म तयार भएर बसेको छु। मलाई कुनै दुःख छैन, तर गलत भइरहेको छ। जो व्यवस्थाप्रति प्रतिबद्ध भएर आएको छ, जसले परिवर्तनलाई स्वीकार गरेर आएको छ, त्यसमाथि यो किसिमको अन्याय र अत्याचार जुन सरकारले गरेको छ, सडकमा उभिएको आक्रोश राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूलाई दण्डित गर्नुपर्छ। जसले दण्डित गरे पनि हुन्छ भनेर आएको। मलाई थाहा छैन बाहिर आएका मानिसहरू कति राजावादी हुन्, कतिले राजालाई मानेर आएका हुन्, मलाई थाहा छैन। तर यिनको तन्त्र, यिनको नेता तन्त्र अन्त्य हुनुपर्छ भनेर त्यो आक्रोश भोग्न चाहिँ आएका हुन्, मलाई थाहा छ। यही चाहिँ मलाई थाहा छ।
उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब हामीसँग धेरै उपाय छैन। हामी हिंसात्मक आन्दोलन गर्न चाहँदैनौँ। राष्ट्रपालले पोखरामा आन्दोलन गर्यो, तिमीहरू पनि उस्तै हो भनेर कसैले भने, उस्तै होइन। मानवाधिकारवादीहरूले आएर मलाई भनेका थिए तपाईहरूले गर्नुभएको आन्दोलनबाट पोखरामा एउटा पात पनि छैन, यस्तो पो आन्दोलन। तर घुसपेट भयो हाम्रो आन्दोलन पनि हामीले देख्यौँ। जुन दिन अदालतमा मुद्दा बुझायो हाम्रो पार्टीले विज्ञप्ति निकालेर भन्यो अब कुनै पनि आन्दोलन नगर्नु होला, किनकि सरकारको हातबाट अब अदालतमा गएको छ, हामीले अदालतलाई सम्मान गर्छौँ भनेर भनेका हौँ। तर यिनलाई त्यो पनि रुचेन। के रुच्छ यिनीहरूलाई? व्यवस्थाको पक्षमा बसेर निर्वाचनका माध्यमबाट 21 जना सांसदहरू लिएर आउँदा यिनीहरूलाई रुचेको छैन, पचेको छैन। मैले धेरै कुरा भन्नु छ, तर म चितवनका जनता मार्फत केही कुरा भन्न चाहन्छु। मलाई आज यति मात्र बोल्ने अनुमति दिनु होला। मैले चितवनलाई बताउनु छ, चितवनले मेरो लागि दुई पटक असुर ग्यास लाठी खाएको छ, टाउको फुटाएको छ, रगत बगाएको छ। मेरो लागि परिवर्तनका लागि चितवनले एउटा लहर ल्याएको छ। 21 जना सांसद विभिन्न ठाउँबाट जितेर ल्याए तापनि त्यो श्रेय चितवनलाई दिँदाखेरि कसैले चित्त नदुखाउनु होला, किनकि यो न्यू क्रान्तिको सुरुवात चितवनले गरेको हो। मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ ममाथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे? दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो, मैले चितवनलाई दिनु छ। मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन। मेरो टाउको माथि तरवार झुन्डाएको छ मलाई थाहा छ। तर म चितवनलाई बताउन चाहन्छु, आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमानदारीपूर्वक बताउन चाहन्छु। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, यसबीचमा तपाईँले गर्नुभएको सम्पूर्ण प्रयासका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन माया, जुन विश्वासका साथ तपाईँ अडिरहनु भयो, म ऋणी छु, धन्यवाद दिन चाहन्छु। तर बेचेर खान्न, तपाईँले दिनुभएको माया विश्वासलाई बेचेर खान्न। मलाई कुनै पद नलिकता छ, सरकार छैन। सत्ताले सुन्नुहोस्, रवि लामी छाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला, त्यसले के फरक पर्छ? त्यसले फरक पर्दैन। फरक पर्नका लागि त तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथी हो, मैले ज्यानको माया मारेको छु। तपाईँको पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका बिचौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाँदा यिनका अगाडि शिर झुकाउँदिनँ, शिर झुकाउँदिनँ। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै? के नियतले मलाई मध्यरातमा त्रिशुलको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो? सबैसम्म जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा यो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। राष्ट्रपालले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। तपाईँ हामीले एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्, त्यो सदन हुँदैन। रासोपा छ त्यस कारणले सदन भएको छ, कल्पना गर्नुहोस्। एकपटक म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज रासोपामा आफू आसीन भए भन्ने कुरालाई बिर्सिएर आउने चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्छौँ त्यही जित्छौँ, कहीँ हार्दैनौँ। यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई छोड्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु, म छोड्न तयार छु। रासोपा बनाउँदाखेरि सभापति बनिदिनुहोस् भनेर मैले नचाहेको ढोका छैन। मैले नेतृत्व दिन चाहेको होइन। मलाई मेरो लिमिटेसन थाहा छ।
मलाई थाहा छ मेरा सीमितताहरू छ, त्यसै कारणले मैले कतिवटा ढोका चाहदिनँ। आउनुहोस् तपाईँ सभापति भन्नुहोस्, म सारथी बनेर पार्टी चलाउँछु, तर यो लुट तन्त्रको अन्त्य गरौँ, यिनलाई हराउँ, एक एकलाई हराउँ भनेर कसको मात्र घरमा गइनँ म। तर कसैले पत्याएनन्, कमले पत्याए, थोरैले पत्याएको भए आज परिवर्तन हुन सक्थ्यो, यिनलाई हराउन सकिन्थ्यो। तर त्यतिखेर समय भएन, पत्याइएन। अब त्यस्तो नहोस्, अब त्यस्तो नहोस्। आज पनि राष्ट्रसभाको सभापति म बन्छु भनेर कोही आउँछ भनेर छाती ठोकेर हाँसेर साँचो तयार भएर बसेको छु म। तर यो अभियान मर्न दिनु हुँदैन साथी, यो अभियान मर्न दिनु हुँदैन। आफ्नो पद, आफ्नो सानो लाभको घेराभित्र बस्यौँ भने तपाईँ हामी सकिन्छौँ, हामी सकियौँ भने यिनीहरूको राज चलिरहन्छ। यसलाई अनुमोदन गर्न दिनु हुँदैन। जनआक्रोश बाँकी नै छ, त्यो आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार हुनुपर्छ। कसैलाई गाली गरेर, कसैलाई होच्याएर केही हुनेवाला पनि छैन। र फेरि पनि तपाईँलाई भन्न चाहन्छु, सरकारबाट हामी होसियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन। यो संसारको, यो सरकारको गृहमन्त्रीज्यूलाई म के भन्नु भन्यो भने प्रतिशोध सारे जस्तो होला। दुखे गरेर गएका उमेर पुगेका अन्तर्जातीय जोडीलाई पक्रनको निमित्त मुम्बईसम्म पुलिस पठाउन सक्ने यो सरकार यहाँ 4000 मान्छे आउँदा जनता जोगाउन सक्दैन। यो भिजिबिलिटी गुमाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार बन्ने बाटो पनि यिनीहरूले बन्द गरे। दुईटा ठुला दलहरू मिलेर लोकतन्त्र बचाउन, संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनका लागि देखाउ बचाएर ठुलो र बिरामी छैनलाई तयार छु। म पार्टीको जिम्मेवारीमा फेरि फर्किनेवाला थिइनँ। तर यिनीहरूले मैले उच्च नैतिकता देखाउँदाखेरि यिनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछ। त्यस कारणले मैले अब बेला भएको छ, अब चाहिँ पार्टीको नेतृत्व पनि सम्हाल्छु। जुन दिन थुलिन्छु तर जबसम्म रहन्छु तबसम्म पार्टीलाई फेरि अर्को एउटा नेतृत्व दिएर त्यसैले दाजुभाइ दिदीबहिनीहरू, मेरा बाँकी कुरा म चितवनमा भन्ने छु। चितवनमा केही विशेष कुरा भन्नु छ। मैले अघि पनि भनिहालेँ, सभा आउँदो शनिबार चितवनमा हुनेछ। यो सरकारले मलाई फेरि थुनेछ भने यसको विश्वास छैन। थुनेछ भने पनि सभा गर्नुहोला, छुनेछ भने पनि सभा गर्नुहोला, पार्टीको कामलाई निरन्तरता दिनुहोला। म आज पार्टीको अब बैठकमा बस्नेछु। साथीहरूलाई के गर्नुभएको छ यसो बुझ्ने कोसिस गर्छु। यो अप्ठ्यारो परिस्थितिमा आफ्नो ठाउँबाट सघाउनु हुने तपाईँ सम्पूर्णलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। यो जिम्मेवारी लिएर उपस्थितिमा जिम्मेवारी सम्हाल्नुभएका पार्टी पङ्क्तिका सम्पूर्ण नेता कार्यकर्ता सदस्यज्यूहरू, विशेष गरी सबैजनालाई, सबै तह र तबकाका साथीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। विभिन्न राजनीतिक दल र दलका नेताजीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। अप्ठ्यारा बेलामा पनि हाम्रा लागि तपाईँले दिनुभएको त्यो आवाज, तपाईँले बोल्नुभएको त्यो शब्दहरूले हिरासतमा बसेर कयौँ पटक मेरा आँखाबाट आँसु खसेका छन्। म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो अप्ठ्यारो परिस्थितिमा DPI को सरकारसँग नडराइकन प्रतिपक्ष भएर पनि मेरा पक्षमा बोल्नुहुने अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताज्यूहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। र आम सञ्चार माध्यम, आम नागरिक समाज जसले सरकारको यो प्रतिशोधलाई बाहिर ल्याउनमा मद्दत गर्यो, म सबैलाई धेरै धन्यवाद दिन चाहन्छु। बाँकी कुरा चितवनमा विशेष कुराहरू मैले बताउनु पर्नेछ। चितवनको सभामा आउने कोसिस गर्नुहोला। म यहीँबाट सबैलाई अनुरोध गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। सबको जय, जय